र वान चाइना पोलिसीलाई तिमीहरूले चाहिँ निर्णय गर्नुपर्छ। अहिले नै गर्छौ कि पछि गर्छौ भन्नुभएको थियो। मैले पछि भने र त्यो होमवर्क चाहिँ बाँकी रहेको थियो। यो होमवर्क पुरा गर्नको लागि, यो निर्णयमा पुग्नको लागि चाहिँ अत्यन्त कठिनपूर्ण, चुनौतीपूर्ण, यो जोखिमपूर्ण काम थियो। यसकारण यो काम गर्न हामीले पर्खिनु पर्यो, समय लाग्यो। बल्ल बल्ल हामी परिपक्व भयौँ, बल्ल बल्ल हामी खाँटी भयौँ, बल्ल बल्ल हामी दरिलो भयौँ। त्यसपछि आज यो ऐतिहासिक महत्त्वको निर्णय भएको छ। यसको लागि तपाईँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यस चौथो नियमित बैठकमा सहभागी भएर आफ्नो महत्त्वपूर्ण विचारहरू, आफ्ना महत्त्वपूर्ण सोच विचारहरू बहसको रूपमा, तर्कको रूपमा, छलफलको रूपमा राखिदिनु भएकोमा यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिँदै आजको यो मङ्गोल नेसनल अर्गनाइजेसनको चौथो नियमित मासिक बैठक यो विधिवत रूपमा चाहिँ विसर्जन भएको घोषणा गर्दछु। हस्त, जय मङ्गोल। सबैजनालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।